साथीहरु नमस्ते सबैजनालाई। म चाहिँ आज भाइको स्कुल गएर आएको थिएँ भाइको रिजल्ट पेपर लिएर। राम्रै गरेछ भाइले पनि यो पालि चाहिँ। अनि भाइको चाहिँ यो पालिबाट स्कुल खत्म। यहाँ चाहिँ 5 तक मात्रै हो नि त, एलपी स्कुल हो। यहाँको स्कुल चाहिँ खत्म भयो। अब यो सालबाट अर्को स्कुल एडमिसन गर्नुपर्छ। अनि यतै पानी बोतल र कलम दिएर पठाएको छ है। अस्ति नै बिदाई पात्दाखेरि चाहिँ भाइ गएन नि त, हामी घर गएको थियौँ, त्यही भनेर आज मलाई दिएर पठाएको म्यामले चाहिँ कति राम्रो पानी बोतल छ हेर्न सक्नुहुन्छ स्कुल लानुको लागि। अनि यता कलमहरू दिएको छ, सबैलाई एउटा एउटा दिएको थियो अरे नि त। अनि भाइ चाहिँ आएको छैन, अब 2-3 तारिक आउँछ होला भाइ चाहिँ। म चाहिँ भोलि गएर एडमिसन गर्नु पर्यो स्कुलमा। अब हेर्नुपर्छ कहाँको लगाम। टाउनमा त त्यसलाई पठाउँदिनँ होला, म यता छेउतिरै लाउँछु। साइकल राम्ररी कुदाउनु जान्दैन त्यसले हो साथीहरू, त्यही भनेर अलिक बदमास पनि छ। त्यही भनेर त्यसलाई चाहिँ म यता सामने नै लाउँछु, बेसी टाढा लाउँदिनँ। र भोलि चाहिँ स्कुलतिर जानुपर्छ साथीहरू। पानी बोतल, कलम, रिजल्ट पेपर।